यो चाहिँ गाइज यहाँ बाघ साग आउनु सक्छ क्या, त्यही भएर डन्डा मैले ल्याएको छु होइन। मार्न काम लाग्छ नि त बाघ आयो भने। गाइज असिना झडिराख हिँड अरे हिँड न। भिजिसक्यो गाइज भिजिसक्यो। अनि गाइज हामीले चाहिँ काफल खाइसकेको छौँ, धेरै बनाएको छु। अहिले घर पठाइसकेको छु, पछि देखाउँछु होइन। हाम्रो जिब्रो चाहिँ यस्तो भइसक्यो यति धेरै काफल खाएर। त्यो तलबाट आयौँ हामी, पहाड चढ्दा चढ्दै अगाडि पनि चढिरहौँ। कहाँ जाने हामी? नारी पुग्ने हो कि हिम्मा काफलको रुख काटेको रहेछन् होइन। मसियो नि पहिला फाप्रे यति होइन। अम्ला रुख थियो नि काम ऊ यतातिर अम्लाको रुख कोहीको थियो हाम्रो यता गएको पल्ला गर त्यही त कसले उदो हामीले त्यो फर्काइदिएको थियो दुमी बुढाटामा। कसले फर्काइदियो भने उदो त दबाई छ। हामी लेखतिर आइसकेको छौँ। जङ्गलै जङ्गल छ सबै। माथि पनि पुरै जङ्गल छ, तलतिर पनि त्यस्तै छ। कति तल म पनि थाकिसकेँ। अझै माथि माथि हिँड्नुपर्ने छ त्यहाँसम्म। गाई यहाँ हामी यो दुधुलो काट्न आएको थियौँ होइन। यत्रो मात्रै भारी काटेको थियौँ, यहाँ पानी आइसक्यो। अब चाहिँ हामी दुधुला काट्न आएको थियौँ, उयो काटि पनि सकेछौँ। पानी बढ्न लागिसक्यो माथिबाट। हामी यहाँ भित्र जङ्गलमा छौँ। यहाँ मम्मीले भारी बनिसक्नुभयो। अब हामी जाँदैछौँ फटाफट, नभए पानी आयो भने पुरै भिज जान्छौँ हामी। यस्तै हो यतातिर गरौँ। रुख होला होइन। अरे एकदम फर्स्ट क्लास भयो। ल हेर गाई चाहिँ यस्तो बोक्छन् यहाँ भारी चाहिँ। ल हिँड मम्मी। आऊ कि आइजान्छ। तमी अगाडि हिँड न, म पछाडि भ्लग बनाउँदैछु क्या, मलाई डिस्टर्ब हुन्छ अगाडि। के आउँछ होइन, तर स्वाट्ट मुखमा लागिदिन्छ। त्यो भएर विचार गरेर हिँड्नुपर्छ। त्यो चाहिँ अरे हिँड यहीँ छिटा पढिराख न। आऊ छिटा नै तर उजेलिए नापे एक गाँजो लैजाउँ कि लाज भन्नु। त्यस्तै पल्तिर छ एक गाँजो। कहाँ बस्तिर? पर्ति पल्तिर बाटो। अरे हिँड न यार, अहिले मेघ आयो भने बाटो पनि लफडा। गाइस मम्मीको मन भरेन यतिले, त्यही भएर फेरि लिँदैन जाँदैछौँ हामी। के गर्ने आउँछ खोल्ली भए खोल्दाखु लेकिन हाल्दा नापे ल्याउँ 2 मिनेटमा आइपुग्यो। फेरि यो गाइस बानीको बारी खोल्दैछन् माथि पुरै। गाइस पुरै यस्तो भइसकेको छ होइन, माथि पानी पर्न रेडी छ। मेरो मम्मी मान्नुहुन्न होइन, त्यही भएर हामीले पछाडि हामी जाँदैछौँ। मैले त पानी आउँछ भनेको छु हेर। है छिटा पढिराख होइन, छिटा पढिराख। त्यही पनि हामी फेरि काट्न गइराखौँ। मेन भर्सेस वाइल्ड भइराख यहाँ जङ्गलमा। कता जाने मम्मी? पुरै अगाडि यहाँ बाटो पनि खतरा खतरा होइन। यो बाटो झाडु भन्छ होइन, फुल झाडु यही बाटो भन्छ। गाई चाहिँ जुका लागिसकेको छ हातमा होइन। यी गाई यसलाई जुका भन्छन् होइन। हेट यहाँ कुरी यी गाई यस्तै लागिसकेको छ। यो यसलाई चाहिँ यहाँ चढाइदिउँ है। चढ गाई चाहिँ चढिसकेको छ। अनि म जनावर इन्सेक्ट सब किडा चिरुमिला सब लभर हुँ क्या, त्यसैले म कसैलाई मार्दैन। खास कुरो के भने चाहिँ मारेर मर्दैन, त्यही भएर छाडिदिएँ मैले।
उता मम्मी रुखमा चढिसक्नुभयो त्यो रुख काट्दैछौँ हामी गाइस ए अब उ त्यो काटेको खेड्नु पनि पऱ्यो पानी आइसक्यो होइन नभए यहाँ भिज्यो भने फेरि ओहो यहाँ त जुका यस्तो साह्रो लाग्छ गाइस फेरि लगाइसक्यो हुन थैट खुट्टामा पनि लाथ्यो यार यस्तै छ जिन्दगी होइन च्यानललाई लाइक सब्सक्राइब गर्नु त्यसैले अहिले चाहिँ म यो छिमाउँदैछु है त्यसैले यसलाई हुँदैन यसरी होइन यहाँ हुँदैन यहाँ म आफै छिमाउँछु ल बाई बाई गाई यहाँ पानी परिसकेको छ मैले मम्मीले अघि भनिसकेको थिएँ यहाँ छिटा पर्न लगाइसक्यो होइन यो आवाज सुन्नु है यस्तो आवाज परिरहेको यहाँ फेरि हामी थोरै उलिन गएको थियौँ यहाँ यस्तो गइसक्यो एकै होइन कहाँ छ हिँड तमी हिँड तमी अगाडि हिँड न म ए अरे न बिस्तारै बिस्तारै हिँड अरे मुन्टाउने सुन्टाउने केही छैन मलाई हटाउनु गाइज मेघ पढिसकेछ मैले यहाँ हिँड म्यान भर्सेस वाइल्ड भइसकेछ गाइज पानी परिसकेछ हामी भाग्दैछौँ होइन गाइज होइन यसरी भाग्नुपर्छ अरे चिप्लिँदैन यो चाहिँ गाइज यहाँ बाघ साग आउनु सक्छ क्या त्यही भएर डन्डा मैले ल्याएको छु होइन मार्न काम लाग्छ नि त बाघ आयो भने मम्मी पनि भाग्दैछ होइन भाइसहित हामी पनि म पनि भागिरहेको छु अरे गाइज आइसक्यो ठुलै पानी आइसक्यो गाइज गाइज असिना झडिराख गाइज असिना झडिरहेछ गाइज ए गाइज असिना झडिराख हिँड हिँड अरे हिँड न भिजिसक्यो गाइज भिजिसक्यो अनि अरे चाहिँदैन हिँड न गाइज यस्तो पढिसकेको छ पानी पर्न लाग्यो भिजिसकेँ म मोबाइल पनि भिजिसक्यो गाइज ल बाई बाई गाइज मेरो मोबाइलमा पानी पर्छ भने फेरि बर्बाद हुन्छ मेरो मोबाइल गाइज म चाहिँ घर पुगिसकेँ होइन अनि कपडा पनि बदलिसकेँ मैले किनकि म पुरै भिजिसकेको थिएँ त्यहाँ माथिबाट आउँ हामी म जुम गर्छु है कहाँ माथिबाट आउँ हामी त्यहाँ माथिबाट आउँ हामी चाहिँ अहिले यहाँ पुगिसक्यौँ होइन घर पुगिसक्यौँ अनि त्यहाँ चाहिँ मैले बाटोमा किन खिचेन भन्दाखेरि मेरो मोबाइलमा क्यामेरा अलि उ छ नि त पानी पस्यो भने फेरि लफडा हुन्छ है त्यही भएर सिधै यहाँ आएर खिच्छु अहिले नि पर्दैछ पानी त हावाहुरी लागिरहेको हुनु कसरी हल्लिँदैछन् हुन अहिले देखियो पानी परेको